धेरैले मलाई सोध्नुहुन्छ हर्का साम्पाङको पार्टी जातिवादी पार्टी हो होइन मित्र। हर्का साम्पाङको पार्टी राष्ट्रवादी हो। तपाईले श्रम गर्न आएका जनजातिहरूलाई देखेर त्यसो भन्नुभएको होला। स्मरण रहोस्, धरानमा अधिकांश बसोबास गर्ने भनेको जनजाति हो। शङ्खसभा, तेह्रथुम, भोजपुर लगायतका ठाउँबाट झर्नुभएका र पहिलेदेखि धरानमै बस्नुभएका धेरैजसो जनजातिहरू हुनुहुन्छ। अनि जनजाति धेरै बसेपछि त श्रम गर्न जनजाति धेरै आउने भयो। त्यही भएर तपाईँले जनजातिको पार्टी हो भनेर सोध्नुभएको होला। अर्को प्रश्न छ, हर्का साम्पाङ के पास्टर हुन्? होइन, उहाँ प्रकृति प्रेमी हुन्। उहाँले हिन्दू, मुस्लिम, क्रिस्चियन सबलाई माया गर्नुहुन्छ। त्यसो पनि स्थानीय सरकार भएको नाताले उहाँले हिन्दूको कार्यक्रममा जान्छु, क्रिस्चियनकोमा जाँदिनँ, मुस्लिमकोमा जाँदिनँ, बुद्धिस्टकोमा जान्छु भन्न मिल्दैन। किनकि स्थानीय सरकार प्रमुख भइसकेपछि जसको पार्टी जसको कार्यक्रममा बोलाए पनि उहाँ जानैपर्छ। त्यसैले उहाँ पास्टर होइन, प्रकृति प्रेमी। अर्को प्रश्न, के हर्का साम्पाङ साँच्चीकै स्वार्थी छन्? यदि स्वार्थी छैनन् भने उनी प्रधानमन्त्री नपाउँदा किन रोए? हो, हर्का साम्पाङ साँच्चीकै स्वार्थी छन्, तर आफ्नो लागि होइन, देशको स्वार्थको लागि उनले जे पनि गर्न तयार हुन्छ। प्रधानमन्त्री नपाएर रोको होइन, माटोको माया गरेर रोको। जसले देश, माटो, प्रकृतिले माया गर्छ नि त्यो मान्छे रुन्छ। जसले माया गर्दैन त्यसले थाहै हुँदैन देशको माया भनेको के हो। अन्तिम प्रश्न, यदि हर्का साम्पाङ ठाउँमा पुग्यो भने के उनले जातीय द्वन्द्व गराउन सक्छन्? होइन मित्र, जातीय द्वन्द्व गराउँदैनन्। उनले विभिन्न जात, भाषा, धर्मलाई एकजुट गराएर उनले यो जातीय विभेदलाई चाहिँ भत्काउन सक्छन्। उनले जातीय द्वन्द्व गराउँदैनन्, जातीय विभेदलाई भत्काउन सक्छन्। अरू प्रश्न के छ कमेन्ट गर्नु।